पनि निस्केको है? यो जल्ला कि छोरी हजुर। जा जा ए पोख्त फर्केर आउँदाखेरि मलाई एक जोर राम्रो जुत्ता ल्याइरेन कति पर्छ कुन्नी ला राख पर्दैन पैसा मैसँग छ। तँसँग छैन भनेर दिन लाएको हो त छोरी चेलीको कमाइ खाँदा त भार लाग्छ भन्छ बिहे हुनुभन्दा पहिलाको कुरा भएको भए अलग्गै थियो अब तेरो बिहे भइसक्यो तेरो कमाइमा बाउको होइन ज्वाइँको हक लाग्छ ला राख नचाहिने कुरा जन्माउने हुर्काउने पढाउने लेखाउने बाउआमा अनि त्यही छोरी कमाउने भएपछि उसको कमाइ खानु हुँदैन रे। छोराहरूले कमाएको बाउआमाको हुने अनि छोरीहरूले कमाएको चाहिँ किन नहुने? मेरो कमाइमा सबैभन्दा पहिलो हक तपाईँको लाग्छ अनि मेरो अरू कसैको पनि लाग्दैन। तँ त हो के रे तर हाम्रो संस्कारै यस्तै छ सकभर छोरी चेलीको कमाइ खान हुँदैन भन्छन् भनेर मात्रै कहाँ हुन्छ र मलाई पाल्ने तै त होस् अब तेरो कमाइ नखाइ मलाई सुखै छैन। ल ल अब मलाई ढिलो पनि भइसक्यो अहिले म जान्छु। बाउ छोरी बेलुका बसेर कुरा गरौँला है।